सबभन्दा पहिला के भन्नुभयो पाणिनीको व्याकरण पाणिनीले व्याकरण पढे अरू व्याकरण तर अलि भएन उसलाई चित्त बुझेन काककृष्ण साकल्य अनि गएर छोटायनहरूको व्याकरण पढे उनलाई चित्त बुझेन अझ राम्रो व्याकरण बनाउँछु अब अलिकति दिव्य शक्ति पनि चाहियो भएर यही नेपाल खण्डमा आएर पणेना भन्ने ठाउँ छ नि पणेना भन्ने ठाउँ नेपालमा छ हो आराखाँचीको हो त्यहाँ आएर तपस्या गरे उनले तिनी त्यहाँ आएलाई पाणिनी भने हो अनि त्यहाँ आएर तपस्या गर्दा शिवजी खुसी भए शिवजी खुसी भए शिवजी खुसी भएर आएर डमरू बजाइदिनु शिवजीले डमरू बजाउँदा ऐ उन रिल रिक ए ओम ऐ औच हया वर लन यम गण नम झ भ य गण धस जब गण धस ख फ छ ठ थ त तप क प य स स हल यस्तो आयो 14 सूत्र यही 14 सूत्र लिएर व्याकरण बनाएर त्यही सूत्रको आधारमा हैन इको यन्ची इक्का स्थानमा हेर्नुहोस् अस्पर भएमा के भने के त अदेखि कसन अयुन रिलिक कसन अनि अ इ उ रिललाई इक भन्ने हो अनि के अरे इ उ रिलि इक हो हैन अण भनेको त अदेखि नसन अयुन छ नि अ इ उलाई अण हो यहाँ त्यसरी प्रत्याहार बनायो हामीले 42 प्रत्याहार तयार भयो यसरी प्रत्याहार तयार भएर हैन अनि गएर व्याकरण खडा भयो उसले त्यो व्याकरण यो शिवजीले मलाई यही कृपा गर्नुभएछ भने बुझेर अक्षर ठ्याक ठ्याक निक्ल्यो अक्षर ब्रह्म अक्षर भनेकै ब्रह्म हो अरू सबै नाश हुन्छ अक्षर नाश हुन्छ कहिले नाश हुँदैन ल अक्षरबाटै सारा महाकाव्यहरू निक्ल्यो सारा तन्त्र मन्त्रहरू निक्ल्यो अक्षरबाट सम्पूर्ण मन्त्र के त अक्षर त हो नि अमन्त्रम अक्षरम नास्ति मन्त्र नभएको अक्षर छैन हम हम हनुमते नम हम हनुमान ओम भनेको ओम भने नि अ उ म अनि शिरबिन्दु हैन अ उ म र अ भनेको अकारो वासुदेव सर अ भने के भने भगवान वासुदेव हैन अब गएर उ भनेको के अरे विष्णु अनि म भनेको महादेव शिरबिन्दु भनेको पार्वती अथवा चाहिँ उमा हो कि अनि ओम सबै माने पुरुष र प्रकृति दुईटै संयुक्त भयो ओम भने विश्व ब्रह्माण्ड भयो ओम भन्दा सबै सिद्धियो हैन ओंकारम बिन्दु संयुक्तम नित्यम ध्यायन्ति योगिनः ओम बिन्दु सहित ओम क्या अनि गएर चाहिँ के त ओम ओ मात्रै हुन्छ नत्र ओम जब पूर्ण ब्रह्माण्डलाई प्रतिनिधित्व गर्छ ब्रह्माण्ड नि त्यस्तै हुन्छ नि गोलो आकारको सबै औकार पनि त्यही ब्रह्माण्डको प्रतिनिधित्व गर्छ ओमले सबै ब्रह्मा विष्णु महेश अनि त्यसपछि के भयो भने यो प्रणव भनेको वेदको चाहिँ एउटा मूल आधार हो अरे सबभन्दा पहिले ओम र अथ निक्ल्यो ओम भन्ने शब्द चाहिँ सबभन्दा पहिले कहाँबाट निक्ल्यो शिवजीको मुखबाट निक्ल्यो अब के भयो त भने ब्रह्माजी र विष्णुजी प्रकट भए हैन शिवजीको चाहनाले प्रकट भइसकेपछि म ठुलो भनेर लड्न थाले दुईटै लडेर एकदमै लडाइ भए अनि लडी